सफलता पाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्णता हाम्रो वेयरहाउस नेपाली सेवाको नेपालीमा भन्नु ठिक छ कि? नेपालीमा असल धन्यवाद अब बोलाइदिनु भयो, त्यसको लागि म खुसी व्यक्त गर्दछु। सिनोबुमा जापानमै अब धेरै नेपाली सङ्ख्या बढिरहेको छ। अब सिनोबुमा झन् बढिरहेको छ। तपाईँहरूले नयाँ बिजनेस सुरु गर्नु भएको छ, सफलताको शुभकामना। अब यसको चाहिँ प्रमुख त अब दुईवटा उद्देश्य छ जस्तो लाग्छ। एक अब नेपालीलाई अथवा धेरैभन्दा धेरै जापानिजलाई नेपाल पठाउने र सँगै जापानमा चाहिँ नेपालको बारेमा थाहा दिने दुवै दायित्व चाहिँ पुरा गर्दा तपाईँहरू सफल हुनुहुन्छ। बिजनेस त आफ्नो छँदै नै छ। तपाईँहरूको ग्रान्ड सक्सेसको कामना गर्दछु। थ्याङ्क यू सो मच। धन्यवाद बोलाइदिनु भयो। सर्वप्रथम त सञ्चालकजीहरू 4 जना जस्तै टिम देख्दाखेरि नै लोभ लाग्दो छ। जहाँसम्म लाग्छ तपाईँहरूको बिजनेस एकदमै सफल हुनेछ। त्यसमा पनि हाम्रो अमनजी पहिलादेखि ट्राभल टुरमा चाहिँ संलग्न हुनुभएको, विकेसी एचआइएस जस्तो एउटा चाहिँ रिनाउन्ड कम्पनीमा काम गरेर आउनुभएको र हाम्रो के भन्नु पऱ्यो उदयजीमा पनि अब नेपाली कम्युनिटीमा एउटा नेटवर्क गर्नुभएको र नवीनजी पनि एउटा त्यसै खालको होइन व्यक्तित्वहरूको बिचमा जुन यो टिम बनेको छ यसले चाहिँ हामीलाई पनि खुसी दिलाएको छ। किनभने बिजनेस खोल्नु मात्रै होइन, यसलाई सञ्चालन गरेर एउटा एक्जाम्पलको रूपमा अगाडि आउनु पनि एउटा महत्त्वपूर्ण हुन्छ। भोलि नेपालीहरूले गरेको बिजनेसमा कुनै खालको चाहिँ कमी नहोस्, दिने सर्भिसहरूमा कमी नहोस्, त्यो चाहिँ तपाईँहरूबाट अपेक्षा गर्दछौँ। हामी अब सँगै अब हामी पनि यहीँ सिङ्गापुरमै बिजनेस गरिराखेको हुनाले उता गएर के गर्न सकिन्छ ती कुराहरूमा पनि गरेर जाउँ भन्दै तपाईँहरूको यो बिजनेसले नेपालको पर्यटन उद्योगमा पनि ठुलो टेवा पुर्याउनेछ भन्ने अपेक्षा छ। फेरि पनि शुभकामना, सफलताको शुभकामना। अब हाम्रो सञ्चालक साथीहरूबाट पनि दुई शब्द पहिला नेपालको bakal नेतृत्व निस्किँदै जर्नलिस्ट हो मिनसँग पढाइतिर मध्ये चित्रमा इष्टको त तपाईँबाट म त लन्चिङ गरेर उहाँले चाहिँ टुनी हालेको सबै हजुर तपाईँबाट सर्न सुरु दोही पनि यात्रीको नवीन शङ्कर भनेको यसमा सम्पूर्णलाई आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हामी चाहिँ केही नयाँ दिने तरिकाले जानेछौँ। यहाँहरू सबैको साथ र सपोर्ट सहयोगको लागि अपेक्षा गर्दै आजको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त तपाईँहरू यहाँ आइदिनु भयो बस्ने भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हाम्रो अब यो ट्राभल एजेन्सी हाम्रो स्पेसल अब हाम्रो रिकेश महर्जन उहाँ चाहिँ अब एचआइएसमा अब रेगुलर अब उहाँ चाहिँ अब जब गरेर आउनुभयो होइन। उहाँको चाहिँ एउटा इन द फ्युचरमा चाहिँ ट्राभल एजेन्सी गर्छु जापानमा ट्राभल एजेन्सी गरेर भोलि गएर चाहिँ नेपाललाई पनि अब कुनै सपोर्ट होस्। अब जापानमा हुने अब जति पनि अब हाम्रो नेपालीहरू छन् उहाँहरूलाई पनि केही टेवा मिलोस् भनेर चाहिँ अब यो एउटा हामीले सञ्चालन गर्न लागेको छौँ। र यसमा अब म चाहिँ एउटा एज अ सपोर्टर जतिसक्दो अब मैले जे गर्न सक्छु होइन यो ट्राभल एजेन्सीमा चाहिँ भरिपूर्ण मेरो आफ्नो सहयोग हुनुहुन्छ र भन्दै मेरो दुई शब्द चाहिँ चाहन्छु। धन्यवाद। ネパール語が話せないんで日本語で話させていただきます。私は旅行業界も40年以上、在籍しておりまして、まあ一応ベテランのうちに入ってるんじゃないかと思います。まあ、リケス君もね、これからビシビシと教育して立派な経営者になれるよう私の方で努力したいと思います。今後ともよろしくお願いいたします。まとめとして最後に、सबैलाई नमस्ते। आज यस्तो गर्मी बेलामा र यस्तो अनमोल समय निकालिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सर्वप्रथम त म मेरो अहिलेको टिम हवलदाई, नवीन, उदयसान र हाम्रो किसानलाई चाहिँ धेरै धेरै
धन्यवाद ज्ञापन गर्न चाहन्छु किनभने उहाँहरूको साथले नै गरेर आज यो दिन हामीले चाहिँ देख्न पाइरहेका छौँ। जापान आए बेलादेखिकै मेरो उद्देश्य थियो, सपना थियो कि जापानमा चाहिँ ट्राभलको काम गर्न पाओस् र जापानमै ट्राभल एजेन्सी गर्न पाओस् भन्ने एउटा मेरो विश थियो। र आज सबैजनाको सपोर्ट र केही वर्ष अगाडिदेखि ट्राभल फिल्डमा काम गरेर आएको एक्सपिरियन्सको साथ यो आजबाट हामी अफिसियली सुरु गर्दैछौँ। आज यति धेरै माया दिनुभयो, आइदिनु भयो, सपोर्ट गरिदिनु भयो। आई होप कि फ्युचरमा पनि यसरी नै तपाईँहरू लगायत सबै जापानमा भएका नेपालीहरूले पनि माया गरिदिनुहुन्छ भन्ने आशा छ। र हाम्रो एउटा मात्रै उद्देश्य हो, जापानमा बसी यहाँ हुनुभएका नेपाली दाजुभाइ सबैलाई चाहिँ सेवा गर्ने त हाम्रो उद्देश्य हो नै हो। तर यहाँ बसी पनि अझै हाम्रो नेपालमा चाहिँ जुन जापानिज टुरिज्ममा जुन डिक्लाइनेसन भइरहेछ त्यसलाई चाहिँ हामीले चाहिँ कसरी यो जानेलिङ ट्राभलको मार्फत अलिकति भए पनि नम्बरमा चाहिँ इन्क्रिज गरौँ भन्ने हाम्रो उद्देश्य हो। जापानमा बसेर हाम्रो नेपालको कल्चरलाई अझै कसरी जापानमा चाहिँ हामी फैलाउँदै जाउँ, नेपाली भनेको को हुन् र नेपाल भनेको के हो भन्ने कुरा चाहिँ अझै पनि फैलाउने हाम्रो मेन उद्देश्य हो। र ट्राभल इन्डस्ट्री, ट्राभल फिल्ड भन्ने बित्तिकै सेवा फैलाउँछ। हामी हाम्रो तर्फबाट कसरी एफोर्ट गर्न सकिन्छ त्यो चाहिँ हामी 100% आफ्नो दिन्छौँ। र हाम्रो आउने दिनहरूमा अझै पनि हामी यो अहिले सानो अफिसबाट सुरु गरौँ। आई होप कि फ्युचरमा चाहिँ हामी मेहनत गर्छौँ, लगन गर्छौँ र यसलाई चाहिँ अझै ठुलो सेप चाहिँ दिन सक्छौँ भन्ने चाहिँ विश्वासको साथメールです。覚えきり残念は。本日はお忙しい中こんな暑い中来ていただき誠にありがとうございます。日本に来て、9年半経つんですけれども、来た頃からの夢はもう自分で旅行会社をやりたいっていう夢がありまして、ようやく今日日本で旅行 HIS で、旅行関係の仕事をしてきた経験と、この、私たちのこのチームで、ようやく本日を迎えることができましたので、本当に、大変嬉しく思います。これから強い目標を持って、日本にいながらもっとネパールのことを多くの日本人の方々に、紹介できるように、ネパールに観光に行ってもらえるように、努力しますので、今後ともよろしくお願いします。